सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचारको विरोध र सुशासन लगायत विभिन्न माग राखेर नवयुवाहरू जेनजेड अरूले गरेको भदौ 23 गतेको प्रदर्शनको क्रममा भएको जनधनको क्षतिप्रति यो महाधिवेशन गहिरो दुःख व्यक्त गर्दछ। घटनामा परि जीवन गुमाउने युवाहरू एवं कर्तव्य पालनाको सिलसिलामा अराजक तत्त्वहरूद्वारा बर्बर हत्या गरिएका सुरक्षाकर्मी र नागरिकहरूप्रति महाधिवेशन हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफन्तको वियोगमा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ। नवयुवाहरूले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा घुसपेट गरेर जसरी निहत्था युवाहरूको हत्या हुने स्थिति सृजना गरियो, यो सामान्य सुरक्षा कमजोरी मात्रै थिएन। भदौ 23 गते कुनै न कुनै दुःखद घटना घटाएर भदौ 24 गते देशमा विध्वंस मचाउने सुनियोजित तयारी भइरहेको थियो भन्ने विभिन्न तथ्यहरूले पुष्टि गर्छन्। यो महाधिवेशन यस घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन, सबै तथ्यहरूको सार्वजनिकीकरण र संलग्न दोषीहरूलाई कारबाहीको माग गर्दछ। भदौ 24 गते सुनियोजित र श्रृङ्खलाबद्ध रूपमा गरिएको देश दहनको नेकपा एमाले भर्त्सना र निन्दा गर्दछ। राष्ट्रपति भवन, ऐतिहासिक सिंहदरबार, संघीय संसद, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, सयौं प्रहरी कार्यालय, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, अख्तियार लगायत संवैधानिक निकाय, प्रदेश सभा र मुख्यमन्त्री कार्यालय लगायत प्रादेशिक संरचना, विभिन्न पालिका भवन र सयौं कार्यालयमा आगजनी र ध्वस्त पार्ने काम कुनै स्वतस्फूर्त विषय थिएन। बहुमूल्य र दुर्लभ अभिलेख, दस्तावेज र लिखतहरू जलाएर खरानी बनाउने, विभिन्न मिडिया हाउस, होटल, डिपार्टमेन्टल स्टोर, केबल कार, गाडीका शोरूम, ब्याङ्क लगायत खर्बौं मूल्यका सार्वजनिक र निजी सम्पत्ति सखाप पार्ने, राजनीतिक दलका कार्यालय, लोकतान्त्रिक आन्दोलनका अग्रणी नेताहरूका शालिग, स्मारक र आश्रम एवं नेता कार्यकर्ताका निजी सम्पत्तिमा आगजनी, तोडफोड तथा लुटपाट गर्ने काम कुनै आवेगबाट सृजित आकस्मिक घटना थिएन। ठूलो मात्रामा प्रहरीका हतियार, गोलीगट्ठा र लजिस्टिक लुट्ने, जेल तोडेर 14,000 भन्दा बढी कैदी बन्दीहरू भगाउने र निर्दोष मान्छेहरूलाई घरभित्र जिउँदै जलाउने काम गहिरो षड्यन्त्रको उपज थियो। यी आपराधिक कृत्यहरूको उद्देश्य एकैसाथ मुलुकको लोकतान्त्रिक संरचना ध्वस्त पार्ने, अर्थतन्त्रको मेरुदण्ड भाँच्ने, समाजमा भय र त्रासको वातावरण बनाउँदै नागरिकहरूलाई निरीह तुल्याउने र क्रमशः असफल राष्ट्रतिर धकेल्ने थियो। देशलाई माया गर्ने कुनै पनि नवयुवाबाट यस्तो काम हुन सक्छ भन्ने नेकपा एमाले ठान्दैन र यो जेनजीहरूबाट भएको होइन भन्नेमा पार्टी विश्वस्त छ। यस राष्ट्रघाती कृत्यको गहिरो, सूक्ष्म र निष्पक्ष छानबिन हुनुपर्छ। बाहिर देखिएका र पर्दाभित्रका अपराधीहरू समेतलाई कडा कानुनी कारबाही गर्नुपर्छ भन्ने यो महाधिवेशन माग गर्दछ।